नमस्ते खम्री मेरो मलाई साथ सपोर्ट दिने मेरो भिडियो हेर्दिने साथीभाइ इष्टमित्रहरूलाई म मेरो मनभित्रै नमस्ते भन्न चाहन्छु। आज मैले भिडियो बनाउनु आँटेको चाहिँ सिस्नुको बारेमा है। सुनौँ है त। एकदमै मैले जति जानेको ज्ञान म बताउँछु। भिडियो एकदम छोटो बनाउने, तपाईहरु स्किप नगरी हेर्दिनुहोस् है। सिस्नुको कहानी लामो छ तर म छोटोमा भन्छु है। यो भिडियो चाहिँ मेरो फेसबुक पेजमा आउने छ अनि युट्युब च्यानल मार्मित अफिसियल मेरो छोरी हो, यसमा आउँछ। तपाईहरुले हेर्दिनुहोस्। कतिजनाले सब्स्क्राइब गर्नुभएको छ, गरिदिनुहोस्, माया गरिदिनुहोस् हैन। यो सिस्नु चाहिँ मान्छेले प्रेसरको दबाई भन्छ अनि खोजेर खान्छ। त्यो कतै खैन है। यो सब्जी हो। त्यो पनि यो एक सिजनमा मात्रै हुन्छ, सधैँ हुँदैन। सिजनमा हुन्छ नि कतिवटा सब्जी चाहिँ। मान्छेले त्यो हौडी कुरा हो। प्रेसर हाईको दबाईहरु, लोको दबाई त्यो हैन। प्रेसर हाई लोको दबाई त हस्पिटलमा पो हुन्छ त। डाक्टर सामु पो जानुपर्छ त हैन। यसमा विश्वास गरेर के मर्ने हो। यो सब्जी हो। यो सब्जी मैले बाजे पुर्खाले भनेको कुरा सुनेको। सत्य जुगमा अनिकलले सबै मान्छे भन्दा पनि मान्छे बेसी मरिसक्यो अरे। तर जसले यो सब्जी यो सिस्नु खानु जान्नेहरू चाहिँ मर्नु परेन अरे। तिनीहरू जिउँदो भएर एउटा हिस्ट्री लेख्यो अरे। तर जसले जानेको छैन तिनीहरू भोकले मर्यो अरे। सत्य जुगको कुरा। अहिले कलियुगमा त सिस्नु कसले खान्छ हैन। तर कतिजनाले चाहिँ यसरी सब्जी भनेर नै खाइरहेको छ। कतिजना चाहिँ प्रेसरको दबाई भन्दै, फेरि जाति पनि हुँदैन भन्दै। यसलाई ब्लेम नगर्नु। यो सब्जी हो। यसलाई खाए पनि तपाईहरु सब्जीको रूपमा खानुस्। यो सब्जी हो। म सिजनमा म खाइबस्छु हैन। यसलाई मुन्टो काट्नु पर्छ। यो कलिलो हुन्छ। उसिन्नु पर्छ है, उसिन्नु पर्छ। लसुन ससुन लाउनु, नुन हल्का लाउनु, एकदम स्पेशल हुन्छ, मिठो हुन्छ। अनि फेरि यसको अब यो सिजनदेखि अब 2-3 महिना पछाडि यो फुल्छ है। फुल चाहिँ फेरि मलाई पनि मागेको छ नि साथीभाइले। सिस्नुको फुल ल्याइदियो भन्छ। म त जङ्गल पस्नु डर लाग्छ, कहाँबाट ल्याउने। ल हुन्छ भन्दै सिजन अफ हुन्थ्यो, त्यसले पनि बिसिन्थ्यो। मैले पनि लानै नपर्ने थियो हैन। यदि नै हो मेरो सिस्नुको कहानी चाहिँ। यो चाहिँ ठुलो सिस्नु हो। बेसी जस्तो यो खान्छ मान्छेले। सिस्नु धेरै किसिमको हुन्छ है। फेरि म तपाईहरुलाई अर्को भिडियोमा बताउँला। आजको लागि यति नै। बाई। आई लभ यु। मलाई माया गर्ने साथीभाइ इष्टमित्रहरूलाई मेरो मुटुको कुना कुनामा लुकाएर राख्नेछु। त्यसरी नै तपाईहरुले मलाई पनि माया गर्नुहोस्। मेरो कहिले कहिले भिडियो आउँछ, भिडियोमा पनि माया गरिदिनुहोस्। सब्स्क्राइब पनि गरिदिनुहोस् है।